हेलो फ्रेन्ड, आज चाहिँ हामी जाँदैछौँ पोखरा भएर र म भएर छोरी बिहेको लागि सपिङहरू गर्नु थियो। त्यही भएर सपिङहरू फेरि तरकारी फलफुल है साथीहरू अरू चाहिँ सबै गरिसक्यौँ। अनि पहिला चाहिँ तरकारीहरू किन्यौँ अनि फलफुल किन्यौँ। त्यसपछि आज चाहिँ हाम्रो रोटी रिसिभ गर्नु थियो। लिनको लागि चाहिँ मामा र भाइ आउनुभएको थियो। अनि भाइ र म पनि एकदम एक्साइटेड भएर कस्तो भएछ भनेर हेर्न गएको। एकदम राम्रो बनाइदिनु भएको रहेछ, एकदम नै खुसी लाग्यो। त्यसपछि चाहिँ भाइ र म भएर अनि हल्का त्यो मसलाहरू पनि किन्नु थियो। अनि त्यसको लागि मसलाहरू किन्न गयौँ। अनि यताउता काम गरेर घरमा आउँदा चाहिँ राति परिसकेको थियो। वाउ, घर त कस्तो राम्रो बनाएर दिएर जानुभएको छ डेकोरेसन दाइले, फेरि कस्तो मन पर्यो। अनि त्यसपछि यहाँ आन्टीहरूले बुहारी भाउजूहरू सब मिलेर चाहिँ यहाँ रोटी पोल्दै हुनुहुँदैछ। रोटी पनि एकदम राम्रो पोल्नु रहेछ, एकदम मन पर्यो। म त आज यो हेर्नै पाएन, बल्ल अहिले आएँ। त्यही पनि अहिलेसम्म पनि पोल्दै हुनुहुँदैछ। हाम्रो बहिनीहरू फेरि एकदम एक्साइटेड भएर मलाई देखेर एकदमै एक्साइटेड भइहाल्छन् कि मेरो बहिनीहरू फेरि। अब चाहिँ खानासाना खाएर हामी साइपटाको सामानहरू प्याकिङ गर्ने भने झन् छिटो खाना खाएको। पानी आएर गेटहरू मिलाउनु पर्यो। ल है त।